प्रभुको डन्डा जब लाग्छ नि आवाज हुँदैन, दुख्नु चाहिँ डरलाग्दो दुख्दो रहेछ फेरि। बुझ्नुभयो कुरालाई? बहुत गहिरो कुरा छ। जब प्रभुको डन्डा लाग्छ नि आवाज हुँदैन त्यसमा, दुख्नु चाहिँ भयङ्कर डरलाग्दो दुख्छ। घरमा कस्तो कस्तो अशान्ति आउँछ, घरमा कस्तो घटी हुन्छ होइन, घरको बाउले मरेर जान्छ अन्त कस्तो कुरा छ। साँच्चै हो तपाईँ प्र्याक्टिकल भनेको किन प्रभुको घरमा आउनु चाहिँ दाउद जस्तो खुसी भएर म प्रभुको घरमा जान्छु। किन प्रभुको घरमा त मलाई कसरी हिँड्नुपर्ने बाटो, प्रभुको घरमा कसरी चल्नुपर्ने, म संसारमा साथीभाइहरूको बिचमा कसरी हिँड्नुपर्ने त्यो पो सिकाउँछ त भन्छ नि। यहाँ युना यसो भनिन्छ 16 अध्यायमा आउनुहोस् त, 16 अध्याय यसको 11 पद। तपाईँले मलाई जीवनको बाटो देखाउनुहुन्छ, तपाईँको उपस्थितिमा आनन्दको भरपुरी छ, तपाईँको दाहिने हातमा सदा सर्वदा सुख छैन हुनुहुन्छ। तपाईँले मलाई जीवनको बाटो देखाउनुहुन्छ। प्रभुको घरमा त हामी जीवनको बाटोको देखाउँछ होइन। यसकारण प्रभु घरमा हामी कति बजी आइरहेका छौँ? अघि मैले स्वामी दाजुलाई घरिघरि सोधेँ, स्तुति सुरु भयो अब जानुपर्छ, दाजुले भन्नुभयो यसो पर्खिनु न, अहिले आउँछ आएकै छैन अहिलेसम्म होइन।